हेलो नमस्कार साथीहरू, हेर्नुहोस् म आज गइरहेको छु पकाउन टमाटरको ब्याकताल। यो हो काँक्रो, हरियो काँक्रो पातलो, तीनटा काँक्रो, अनि यो तीनटा गाजर, अनि यो प्याज, अनि यो टमाटरको बोलभेडाको आज म बनाउन गइरहेको छु ब्याकताल। यहाँ पाकिसकेको छ हाम्रो फोरन, अदुवा, लसुन। अब मैले हाले यो हरियो खुर्सानी। ब्याकताल मेरो फेभरेट हो, एकदम नम्बर 1, बहुत मिठो लाग्छ मलाई। अब यसमा हालेँ मैले हरियो खुर्सानी, अदुवा, लसुन, अनि फोरन तेल पाकिरहेको छ। अब यो पाकिसकेपछि मैले हालेँ प्याज, एकैचोटि हालिदिन्छु, पुरै टाइम छैन, धेरै रातिको 11:30 बजिसक्यो। कति बेला खाने कति बेला सुत्ने ढिलो भइरहेको छ मलाई यो बेला, भयङ्कर। के गर्ने, अहिले भिडियो बनाउन छ मलाई, गाई नाइटमा टाइम दिन्छ, अरू मिल्दैन टाइमै, बिहान त उठ्छु ढिलो, के गर्ने, गाह्रो छ परदेशी जिन्दगी। जिन्दगी चल्न त चलेछ, पिरैमा छ। जिन्दगी चल्न त चलेछ, पिरैमा छ। न त पढाइ हजुर, न ठुलो लगानी, अब खाडी हजुर, जाने त होला नि। खुलेर के गर्ने, पिरैमा छ। जिन्दगी चल्न त चलेछ, पिरैमा छ। जिन्दगी चल्न त चलेछ, पिरैमा छ। गए हजुर, लाग्दैन दिसा, उमेर पनि हजुर पुगेछ दुदिसा। गीत त बिर्से हजुर, सब्जी पकाउँदा पकाउँदा के गर्ने, परदेशी जिन्दगी यस्तै छ जिन्दगी, परदेशी जिन्दगी। त्यो मैले हालेँ बेसार, अलिकति हालेँ यो मेरो मिक्स मसाला। टाइम पुग्दैन हजुर, टाइमै पुग्दैन, के गर्ने। जिन्दगी चल्न त चलेछ, पिरैमा छ। गोलभेडा हाले हजुर, गोलभेडा हाले, अब पाक्छ हजुर। कराई सानो भयो, के गर्ने के गर्ने, कराही सानो भयो, के गर्ने के गर्ने। गोलभेडा धेरै भयो, फुलेर के गर्ने, पिरैमा छ। जिन्दगी चल्न त चलेछ, पिरैमा छ। दुनियाँले जे भने पनि बाँच्नु त पर्यो,
जस्तो कमेन्ट गरे पनि पढ्नु त पर्यो, सुन्नु त पर्यो। चाहे गरोस् गाली, चाहे सुनाओस् राम्रो भाषण, के गर्ने यस्तै छ जिन्दगी, मान्छेको जीवन जिन्दगी। हस्, धन्यवाद साथीहरू। अब यो 5-10 मिनटमा पाकिहाल्छ। हजुरहरूलाई विनम्र अनुरोध गर्दैछु मेरो भिडियोलाई राम्रोसँग हेर्नुहोस् होला, पुरा भिडियो हेर्नु होला। अनि यो मलाई मेरो च्यानललाई लाइक सब्सक्राइब गरिदिनु होला प्लिज। धन्यवाद, नमस्कार।